IMDb मा हेर्ने हो भने फर्स्ट मिसन इम्पोसिबल 1996 मा रिलिज भएको छ। खासमा कुरा गर्ने हो भने त्यति बेला त म जन्मेको पनि थिइनँ। आज 29 वर्षपछि यो सिरिजको लास्ट फिल्म रिलिज भएको छ। यो बीचमा टम क्रुजले हरेक फिल्ममा 101 खतरनाक स्टन्ट गर्यो र यो फिल्म स्टन्टकै कारणले गर्दाखेरि पनि फिल्म लभर्सहरूको माझमा एकदमै नै पपुलर छ। टम क्रुजले आफ्नो ज्यानको बाजी राखेर स्टन्ट गरेको हेर्न फिल्म लभर्सहरूलाई एकदमै नै राम्रो लाग्छ। हालसालै रिलिज भएको मिसन इम्पोसिबल फाइनल रेकनिङमा पनि त्यस्तै 101 खतरनाक स्टन्टहरू छन्। तर के स्टन्टले मात्रै फिल्म बन्छ त? आउनुहोस् हेरौँ कि यो फिल्मको स्टन्टहरू त एकदमै राम्रो छन्, तर स्टोरी भने कतिको राम्रो छ भनेर। सुरुवात गरौँ फिल्मको स्टन्टहरूबाट नै। यो फिल्ममा पनि पहिलेको फिल्महरू जस्तै 101 राम्रो स्टन्टहरू छन् र यो फिल्ममा भएको स्टन्टहरूले चाहिँ पुरानो फिल्ममा भएको स्टन्टहरूमा बिल्डअप पनि गरिरहेका छन्। इक्जाम्पलको लागि मिसन इम्पोसिबल रोग नेसनमा टम क्रुज प्लेनको साइडमा झुन्डिएका थिए भने मिसन इम्पोसिबलको फल आउट सिरिजमा चाहिँ हेलिकप्टर फाइट पनि थियो र यो फिल्ममा पनि त्यस्तो एउटा सेट पिस छ जहाँनिर चाहिँ टम क्रुज प्लेनको साइडमा पनि झुन्डिरहेका छन् र अर्को प्लेनसँग पनि फाइट गरिरहेका छन् र डिरेक्टर क्रिस्टोफर मक्वायरले यो सिनहरू यस्तो मजाले खिचेका छन् कि प्लेनको साइडमा त्यो स्पिडमा जब प्लेन कुदिरहेको हुन्छ त्यसको साइडमा झुन्डिँदाखेरि कतिको स्पिडमा हावा चल्छ, त्यो हावाको स्पिड, त्यो साउन्ड एकदमै मजासँग चाहिँ क्यामेरामा क्याप्चर भएको छ। जेसन बन्डको फिल्महरूमा चाहिँ फाइटहरू एकदमै जर्की खालको हुन्थ्यो, एकदमै फास्ट कटहरू हुन्थ्यो भने मिसन इम्पोसिबल सिरिजमा चाहिँ त्यस्तो छैन। यो फिल्मको सिरिजमा चाहिँ प्रायःसो एकदमै वाइड सर्टमा अनि एकदमै क्लासिकल वेमा दुईटै स्टन्ट गर्ने र स्टन्ट पनि एकदमै मजाले देखिने गरी फिल्म गरिएको हुन्छ र टम क्रुज आफैले पनि स्टन्टहरू गर्ने भएको भएर पनि यो एकदमै मजासँग फिल्म गर्न सकिएको हो। त्यसैले पनि होला यो फिल्मको स्टन्टहरूले चाहिँ एकदमै नै मन छुने गरेको छ। यो सिन त राम्रो छ तर अर्को एउटा सेट पिस छ जुन चाहिँ अन्डर वाटर फिल्म गरिएको छ र त्यो सेट पिस पनि एकदमै नै राम्रो छ। यो सेट पिसमा जुन मिसन इम्पोसिबल नाम छ फिल्महरूको त्यो जस्टिफाइड हुन्छ कि यो मिसन कतिको गाह्रो छ, अन्डर वाटर गएर केही कुरा रिट्रिभ गर्नुपर्ने छ र त्यो कतिको गाह्रो छ, एकपछि अर्को गर्दै कसरी अब्स्टिकलहरू आउँदै जान्छ, कसरी एकपछि अर्को गर्दै पार गर्दै जान्छन् भनेर चाहिँ एकदमै पुरै नै थ्रिलिङ तरिकाले यो फिल्ममा देखाइएको छ। अब कुरा गरौँ फिल्मको मेन स्टोरीको। युजली मिसन इम्पोसिबलको फिल्म्सहरूमा चाहिँ नयाँ डिरेक्टर्सहरू आउँछन्, उनीहरूले आफूले चाहे अनुसारको स्टोरी बनाएर टम क्रुजसँग फिल्म खेल्ने गरेको छन्। यो पार्ट 1, पार्ट 2, पार्ट 3 सम्म यही नै चलिरहेको थियो। तर डिरेक्टर क्रिस्टोफर मक्वायर आइसकेपछि भने फिल्ममा अलिकति केही स्टोरीमा एउटा प्रपर स्टोरीमा बाँध्न खोजे जस्तो देखिन्छ, तर पनि अगाडि नै यो मार्बल जसरी प्लान भन्ने होइन। त्यो भएको कारणले गर्दाखेरि पनि फिल्ममा प्रपर स्टोरी जब कनेक्ट गर्न खोजिन्छ लास्ट सिरिजमा हेरिकन तब यो एकदमै जबरजस्ती कनेक्ट गर्न खोजेको जस्तो पनि देखिन्छ। तर फिल्मको एकदमै इन्ट्रेस्टिङ कुरा भन्ने क्यारेक्टर्सहरूलाई कसरी फिर्ता लिएर आउँछ भनेर भन्ने हो। जस्तै तपाईँले याद छ कि छैन, फिल्मको फर्स्ट सिरिजमा चाहिँ ल्याङ्ली भनेर भन्ने एउटा क्यारेक्टर थियो र फिल्मको ट्रेलरहरूमा पनि हामीले देखेको छौँ यो क्यारेक्टरलाई र यो क्यारेक्टर चाहिँ एकदमै इन्ट्रेस्टिङ तरिकाले यो फिल्ममा विप गरिएको छ र यो क्यारेक्टरको चाहिँ खालि देखाउनको लागि मात्रै भनेर देखाइएको छैन। फिल्मको स्टोरीमा मिसन कम्प्लिट गर्नको लागि पनि यो क्यारेक्टरले एकदमै इम्पोर्टेन्ट रोल खेल्छ। र अर्को भनेको चाहिँ अरू जुन साइड क्यारेक्टरहरू छन् उनीहरूको ब्यान्टर, उनीहरूको डायलग, यो कुराले गर्दाखेरि पनि फिल्म एकदमै नै इन्ट्रेस्टिङ र कतिपय सिचुएसनमा चाहिँ फन्नी पनि भन्न जान्छ। अब कुरा गरौँ फिल्ममा खटिएको पक्ष अथवा नराम्रो पक्ष। यो फिल्मको स्टन्ट र स्टोरी राम्रो त छन् तर फिल्म भने पर्फेक्ट छैन। यो फिल्ममा एकदमै खट्केको कुरा भनेको चाहिँ रेबेका फर्गुसनको क्यारेक्टर हो। उनले चाहिँ इन्टरभ्यूहरूमा पनि यो फिल्मको स्टन्टको प्रिपरेसनको लागि, सुटिङको लागि पनि एकदमै नै बढी टाइम लाग्ने भएको भएर पनि आफूले यो फिल्म नखेलेको बताएकी। तर त्यो हुँदाखेरि पनि फिल्मले उनलाई मेन्सन त गर्न सक्थ्यो। उनको क्यारेक्टरको बारेमा मेन्सन पनि नहुँदाखेरि चाहिँ जबकि यो स्टेक्स एकदमै हाई छ, दुनियाँ खतम हुन लागेको छ, त्यति हुँदाखेरि पनि उनको क्यारेक्टरको बारेमा मेन्सन पनि नहुँदाखेरि चाहिँ एकदमै नै खल्लो लाग्छ। अर्को अघि मैले भने जस्तै फिल्मले पुरानो स्टोरीहरूसँग जोड्न खोजेको छ तर त्यो चाहिँ प्रपरली कनेक्ट हुँदैन सबै क्यारेक्टर्सहरूको मामलामा पनि। त्यही भएर पनि अलिकति खल्लो, अलिकति जबरजस्ती जोड्न खोजेको कि जस्तो पनि देखिन्छ। यसरी हेर्दाखेरि मिसन इम्पोसिबल डेड रेकनिङ पर्फेक्ट छैन। फिल्मले क्यारेक्टर र यसको इमोसन भन्दा अलिकति बढी चाहिँ एक्सन र स्टन्टहरूमा फोकस गरेको देखिन्छ। स्टन्ट त एकदमै नै वाउ नै छ तर पनि यो क्यारेक्टर्सहरूलाई फिल्ममा देखिरहेको भएर, उनीहरूको स्टोरीमा एकदमै इन्भेस्टेड भएको भएर र मिसन इम्पोसिबल सिरिजको फ्यान भएको भएर पनि एन्डसम्म आइपुग्दाखेरि चाहिँ एकदमै नै भावुक र इमोसनल पनि भयो। अहिलेको फिल्महरूमा सानो सिनको लागि पनि CGI र VFX युज गर्ने गरिन्छ। यो आफैमा रङ पनि होइन, तर यस्तो CGI र VFX युज गर्ने जमानामा कसैले यदि रियलमा स्टन्ट गर्छ अथवा
रियलमै एक्सन सेट पिसहरू फिल्म गरिरहेको छ भने चाहिँ फिल्म लभर्सहरूको लागि चाहिँ त्यो एकदमै नै इन्ट्रेस्टिङ बन्न जान्छ। त्यसैले पनि होला टम क्रुज प्रति सबै सिनेमा लभर्सहरूको चाहिँ अलिकति सफ्ट कर्नर रहेको छ। आफूले 500 रुपियाँ तिरेर यदि कुनै एक्टरले ज्यानको बाजी राखिकन स्टन्ट गरेको हेर्न पाइन्छ भने किन नहेर्नु। सायद टम पछि कुनै पनि स्टारले यसरी आफ्नो ज्यानको बाजी राख्ने छैन। टम आफै पनि अहिले 60 वर्षको भइसके। उनले आउँदा दिनहरूमा यस्तो स्टन्ट गर्छन् कि गर्दैनन् भनेर भने फिक्स नै छैन। बस्टर किटन पछाडिका सबैभन्दा बेस्ट एक्सन स्टन्ट गर्ने हिरो चाहिँ म टम क्रुजलाई मान्छु अमेरिकन सिनेमा। तर अहिले उनी पर्दामा स्टन्ट गरिरहेका छन्। अहिले उनी प्लेन उडाइरहेका छन्, प्लेनको साइडमा झुकिरहेका छन्, अन्डर वाटर डाइभ गरिरहेका छन् र मात्र त्यो हेर्न भए पनि मिसन इम्पोसिबल डेड रेकनिङ हेर्नै पर्ने हुन्छ। म फिल्मलाई 10 मा 7 स्टार दिन चाहन्छु।